मेरो पछाडि यो जुन घर बनिरहेछ नि सेतो, आजभन्दा 2 वर्ष पहिलादेखि बन्दै आएको घर हो। यस्तो राम्रो बनाएको छु यो 2 वर्षमा, अहिले पनि पुरै फिनिसिङ भएको छैन, तर बाँकी नै छ। त्यही घरको आँगनभित्र नै माछाहरू पनि पालेको छ, कसरी राम्रो डिजाइन गरेको छ त्यो हेर्नको लागि यसो त्यहाँ पर्खिरहेको थिएँ म। बाहिरबाट नै देखिरहेछ, अनि कर्मचारीहरूले बाहिर चाहिँ काम गरिरहेको थियो, अनि यसो हेरौँ न त भनेर एकछिन म पर्खेको त्यहाँ। त्यो काले काले एकजना मान्छे रहेछ, यस्तो खत्तम मान्छे रहेछ त्यो। बिचरा राम्रो मुखले भनेको भए नि त हुन्थ्यो नि, कि यसरी नहेर अरू काममा गइरहेछ भन्दाखेरि आफ्नो काम गर्न जाऊ। खै के खाएर यत्रो ठुलो भएको छ यो मान्छे। मान्छेभित्र एउटा मान्छेसँग कुरा गर्ने तमिज पनि छैन र व्यवहार पनि नभएको मान्छे क्या। यसरी थड्कायो कि के गरिरहेछस् यहाँ, आफ्नो काम गर्न जानु भनेर, काम गर्न हिँडेको मान्छे किन पर्खिनु पर्यो, जा गएर काम गर भनेर। आफ्नो भाषामा होइन नेपालीमा बोलेन, उसले आफ्नै भाषामा बोल्यो, तर मैले बुझ्न चाहिँ मैले बुझेँ। काले थियो, त्यही भएर भन्ने गर्छ काली मान्छेहरूसँग यहाँको मान्छेहरू, नेपालको कोही मान्छेहरू यहाँ आउँछ भन्दाखेरि पहिला डराएर बस्थ्यो कि कालेहरूले यस्तो गरिदिन्छ त्यस्तो गरिदिन्छ भनेर। आज यत्रो वर्षपछि होइन एउटा मान्छेसँग चाहिँ मैले फेस गरेँ। रिस त मलाई यस्तो उठिरहेको थियो न, यस्तो रिस उठिरहेको थियो कि दिमागै सन्किने कि यसलाई म केही जवाब दिउँ कि भनेर। तर फेरि सोचेँ यार, यो जवाब लिने र दिन आएको होइन म यहाँ। बोल्यो केही छैन, चुपचाप आफ्नो काम गर्न आएको, आफ्नो काम गर्न जाने, अब सक्यो कुरा। हेर्दा त त्यो मान्छे मलाई कामी जस्तो लागिरहेको थियो, तर बोल्ने तरिका हुन्छ नि, त्यो तरिका त्यो मान्छेभित्र मैले चाहिँ देखिनँ होइन। तर जे भए पनि उसले जे जस्तो ठुलो स्वरले बोले पनि, जति थर्काए पनि होइन, उसले गाली नगर्नुपर्ने जस्तो मलाई भित्रैबाट फिल आयो कि। अब यही कुराहरू मैले यदि दिमागमा राखेँ भने आज सायद दिनभरि मेरो काम बिग्रिन्छ। किनकि यत्रो वर्ष भयो होइन म यहाँ बसेको, यसरी मैले कोही मान्छेसँग फेस गरिएन होइन। बाहिर जस्तो कि जसलाई म चिन्दिनँ नभएका यस्तो घटना त मैले कति झेलेँ परदेशमा। तर त्यो मान्छेलाई म चिन्नु नजान्नु बिचरा, अब बाहिर कसैले यसरी काम गरिरहेको छ भन्दाखेरि त बाहिर उभिएर एकछिन त कसैले पनि हेरि नै हाल्छ। उसको काम थियो भाइ, त्यो काम हेरिरहेको थियो बाहिरबाट, बाहिरको काम बाहिर हेरिरहेको थियो। यसरी बोल्नु कहाँको स्वाभाविक कुरा हो यार। मान्छे भएर मान्छेलाई कसैले कदर गर्न सिक्दैन यार।